सुन्तलाको दाना माघको महिना लाग्दा पनि हुँदो रहेछ खाना पुरानो बोटमा ओ भनाउ र यसो माया जाला पुरानो बोटमा हलपे ऐना हेचरी मैना असो सिद्धिएर कार्तिक लाग्यो अब त फलफुल सुन्तला खाने बेला भयो यहाँहरूलाई थाहा छ कि छैन आहा बादल बस्यो घेरी अमिलो र पिरो सुन्तला भनिरहँदाखेरि मुख रसायो ओठमा हो भनाउ र यसो माया जाला पानी निस्क्यो ओठमा। यहाँ लोकगीतमा लामो समयदेखि सक्रिय एउटा युवा स्रष्टा हुनुहुन्छ। यहाँले यो ठाडो भाकामा लाग्नुको कारण चाहिँ के हो? यति मिठो कर्णप्रिय स्वर छ, यो स्वरलाई चाहिँ कहाँसम्म पुर्याउनु भएको छ भनिदिनुहोस् न। हजुर, एकदम मार्मिक गहिरो र सान्दर्भिक प्रश्न सोधिदिनु भयो। यहाँप्रति साँच्चै आभार प्रकट गर्दछु। यो ठाडो भाका मैले वास्तवमा भने नि सिकेको पनि होइन। यो गिदाउने माहौलको समुदायको म मान्छे पनि होइन, फेरि एउटा परियार जातिको समुदायको मान्छे भएको हुनाले गर्दा म बाजाहरू बजाउने दोहोरी गाउने चाहिँ गर्थेँ। यो ठाडो भाकाको विषयमा चाहिँ मलाई केही पनि थाहा थिएन। जब हाम्रो ठाडो भाकाका राजा है शिरोमणि भनेर चिनिने स्वर्गीय भेडी खर्के साइला बुवा पहिले कसो हाम्रो क्षेत्रमा महोत्सवमा आउँदाखेरि यो भाका सुनिन्थ्यो। अनि उहाँको निधन भएपछि त्यो घाटमा हामी पनि गएका थियौँ, पाउँदीको घाटमा। अनि त्यो बेलामा हजुर सबैजना चाहिँ भेडी खर्के साइला मर्यो, ठाडो भाका मर्यो भनेर रोइरहनु भएको थियो। अनि आदरणीय लोक स्वर साम्राज्ञी भनेर चिनिन्छ बिमा कुमारी दुरा दिदी, उहाँ पनि रुनुभयो। माया गुरुङ दिदीहरू, सूर्य दिदीहरू है, राधा भण्डारी लगायतका सबै रोएको देख्दा मेरो यो मन मानेन। के रहेछ त ठाडो भाका? ए भेडी खर्के बा, यदि दिन मिल्छ भने यो ठाडो भाका सर्लक्कै मलाई दिनुहोस्, अब ठाडो भाका मगाएर हिँड्छु भनेर मैले त घाटमा उहाँलाई फुल चढाएर मागेको थिएँ। सायद उहाँले मलाई दिनुभयो होला जस्तो लाग्छ र अहिले मैले गाइरहेको छु। उहाँको निधनपछि हजुरले चाहिँ यो हजुर उहाँको निधनपछि 45औं पुण्यतिथिमा विशेष गरेर हाम्रो नेपाली लोक यो दोहोरी यो लोक क्षेत्रमा हेर्ने भने 45औं पुण्यतिथिमा यस्तो कार्यक्रम भएको चाहिँ मैले पाएको छैन। तर भेडी खर्के साइलाको 45औं पुण्यतिथिको दिनमा खुल्ला ठाडो भाका प्रतियोगिता राख्दा 42 टिम थिए के अरे, त्यहाँ म सेकेन्ड भएको थिएँ। अनि त्यसपछि मलाई सबैजनाले अमर बिराई गुरुङ मैले सम्झिन चाहेँ। हाम्रा लोकदोहोरी प्रतिष्ठानका हाम्रा संस्थापक हाम्रा पिता पनि हुनुहुन्छ अमर बिराई गुरुङ, एउटा ठाडो भाकाको जिउँदो इतिहास भनेर भन्छु म चाहिँ। हाम्रो चाहिँ धम्पु दुरा अनि अक्कल बिराई गुरुङ मेरो आदरणीय गुरु पनि हुनुहुन्छ। अनि अहिले स्वर्गीय भइसक्नु भएको छ डाक्टर देवी गुरुङ। ठाडो भाकामा उहाँले मलाई लिएर आएर अनि त्यो प्रतियोगितामा जितेपछि एल्बम निकालिन ठाडो भाकामा। यदि ठाडो भाकामा एल्बम निकाल्यो भने ठाडो भाका मर्छ जस्तो लाग्यो मलाई। किनभने ठाडो भाका भनेको विशुद्ध गाउँबेसीको मुजुरा छ्याइ बजाएर गाउने गीत हो। यसलाई आधुनिक बाजा हाल्यो भने ठाडो भाका गाउन मिल्दैन, यसमा सुरतालै मिल्दैन र यो मर्छ भन्ने लागेर एउटा संस्था हामीले भानु नगरपालिकामा दर्ता गरेको संस्था हो। मैले गाम्बेसी रोधीघर मार्फत चाहिँ करिब 150 भन्दा बढी मेला महोत्सव र जस्तै पोखरा बागलुङ चितवन अब हाम्रै तनहुँ लमजुङमा मेला महोत्सव र मैले सुटिङ गरेर चाहिँ अहिलेसम्म लगभग 150 वटा भन्दा बढी ठाडो भाका गीत। ठाडो भाका भनेर हजुर हाम्रो यो अब उत्पत्ति लमजुङबाट भयो हजुर हैन, यसमा चाहिँ शब्दको चाहिँ चयन कसरी गर्नुपर्ने रहेछ यसो भनिदिनुहोस् न त अलिकति। अब कस्तो मिठो प्रश्न सोध्नुभयो। ठाडो भाकाको उत्पत्तिको विषयमा मैले पनि सुनेको हो। आदरणीय हाम्रो स्वर्गीय डाक्टर देवी गुरुङ बुवा हुनुहुन्थ्यो, उहाँहरूले हाम्रो धनबहादुर बुवा हुनुहुन्थ्यो, अहिले युकेमा हुनुहुन्छ। उहाँहरूले भनेको सुन्दा यो चाहिँ देवबहादुर दुराले रचना गरेका हुन्। यसलाई अहिले लमजुङे ठाडो भाका भनेर एउटा सिङ्गो लमजुङको नामाकरण गरे तापनि वास्तविक यो चाहिँ कर्फुटारे भाका हो है। करिब 1850 तिर 1950 तिर लाग्छ। त्यो बेलामा चाहिँ देवबहादुर दुराले रचना गरेका हुन्
र पछि पञ्चसुब्बा गुरुङले 2 जना छोरा मान्छेले गाए। त्यो बेलामा छोरी मान्छेले गाउने चलन थिएन। छोरा मान्छे मजा हुँदैन रहेछ भनेर छोरी मान्छेहरूलाई सिकाएर यसलाई दोहोरीमा प्रचलित गरियो। र ठाडो भाकाको सन्दर्भमा मैले अहिलेसम्म त्यस्ता नयाँ शब्दहरू हालेर ठाडो भाकालाई मार्ने तरिकाले गीताको चाहिँ छैन। मैले अहिलेसम्म जति गीताइरहेको छु मैले ऐतिहासिक झल्कने पुरानो शब्दहरू लिएर गीताइरहेको छु। यसको शब्द चाहिँ यसरी गरिन्छ। अब हामीलाई सुरुमा सुन्यौँ भने अचम्म लाग्छ, एउटै कुरालाई दोहोऱ्याइरहेको जस्तो लाग्छ हैन? खासै यो कस्तो हुन्छ अलिकति त्यो संरचना भनिदिनुहोस् न, कसरी शब्द चयनहरू कसरी हुन्छन्? शब्द चयन कस्तो हुन्छ भने यो दोहोरी भन्दा मलाई चाहिँ 95% गाह्रो लाग्यो। दोहोरी त केटीले गिराइन्जेलसम्म आफूले सोच्न भ्याइन्छ, तर ठाडो भएको चाहिँ सँगसँगै गाउनु पर्ने हुन्छ। यो शब्द चाहिँ कसरी हुन्छ भने जस्तै उदाहरणको लागि हो देवबहादुर दुरा पञ्चसुब्बा गुरुङ नाम मेरो खरे कर्पुटारको बजारैमा ठाडो भाका गीताउँथे अरे जोरमा दालठु ओकेर। यो चाहिँ यसको रहनी भन्छ। ए रहनी हजुर, अगाडिको यो के भन्छ टुप्पो, यसलाई दोहोऱ्याइरहन्छ हैन हामीले। यो चाहिँ एउटा मेन एउटा थेगो भयो अगाडिको, अनि बिचमा चाहिँ अब गफ गर्ने, अब आफ्नो परिचय दिने कि गीतलाई कसरी सुरुवात गर्ने अथवा सिमे भूमे दरदेवता मान्ने चलन छ यो मानेर पछि लास्टमा अघि चाहिँ अब जोरमादल ठोकेर भन्ने शब्द आयो, लास्टमा चाहिँ बोकेर धोकेर हैन, यसरी चाहिँ यसलाई के भन्छ छन्द अनुप्रास भन्छ क्या, त्यो मिलाएर ठाडो भाका गाइन्छ। र बिचमा चाहिँ फेरि छोरी मान्छेले चाहिँ त्यो छोरा मान्छेको गीतलाई सरर बोक्ने तरिकाले छोप्छन्, अनि फेरि हो भनौ र यसो माया जाला जोरमा दल ठोकेर भनेर यसलाई तानेर चाहिँ बिट मारिन्छ। कतिको गाह्रो भयो तपाईँले सिक्नको लागि? मलाई 95% गाह्रो भयो। यो सिक्न चाहिँ मैले भेडीखर्के बुवा र राधा भण्डारी, विशेष गरेर हाम्रो चाहिँ नानुमाया हाम्रो चाहिँ के अरे नन्दकुमारी दुरा हुनुहुन्थ्यो, उहाँहरूले गीताको पुरानो गीत मैले युट्युबबाट सुनेर 4 दिनसम्म कानमा इयरफोन हालेर एउटै गीतलाई मैले करिब 100औं पटक सुनेर शब्द चयन कस्तो हुँदो रहेछ, त्यसको रहनी कसरी चयन गरिदो रहेछ भनेर त्यही त। हजुर। अनि अहिले पछिल्लो समय तपाईँले तनहुको सन्दर्भमा एउटा स्रष्टा जो चाहिँ ठाडो भाकामा सिद्ध हस्ती छ भनेर चाहिँ मानिसहरूले भन्दछन् तपाईँलाई, यसको बारेमा तपाईँसँग जिज्ञासा राख्ने, परामर्श लिने अहिले पछिल्लो पुस्ताहरू अथवा अग्रजहरू के कस्तो हुनुहुन्छ भनिदिनुहोस् न। अब अहिले ढम्पुदुरा हुनुहुन्छ, तनहुमा एउटा बिरुवा छ, त्यो बिरुवा भएर हुर्किसकेको छ एकदम चाँडै, र यसले फल पनि फलाइसकेको छ। अब यो फलबाट अरू बिउ पनि निस्कियो भने धेरै फल लाग्छन् भनेर ठाडो भाकालाई वर्गीकरण गरिदिनु भएको छ। र अहिले गायिकामा को छ तनहुमा चाहिँ? अहिले तनहुमा चाहिँ हाम्रो बन्दीपुरतिर नि छ हुनुहुन्छ? बन्दीपुरका हाम्रो उत्तम गुरुङ दिदी हुनुहुन्छ, उहाँ चाहिँ हामीभन्दा अग्रज हो होइन, हाम्रो त उहाँ त स्रष्टा नै हो, हामी त धेरै पछिको हो। र अनिता गुरुङ मेरो जोडी चाहिँ अहिले तनहुमा चाहिँ अनिता गुरुङ हुनुहुन्छ। अहिले त अब नयाँ हुनुहुन्छ, धेरै हुनुहुन्छ, विष्णुमाया परियार हुनुहुन्छ, हाम्रै तनहु मगर जौबारी भन्छ, यहाँ व्यासपति 8-7 कति यस्तै 10 व्यास 8 वर्ष उहाँ हुनुहुन्छ। अनि लमजुङका दिदीबहिनीहरू अहिले त धेरैजना समेटेर ठाडो भाकामा गीताउनु पर्यो भने यो भेग वरपर तपाईँको कतिको चाहिँ सम्झना गर्छन् उनीहरूले भनिदिनुहोस् न। मलाई सम्झना गर्नुहुन्छ भन्नुपर्छ, किनभने आमा समूहले गरेको कार्यक्रम होस्, क्लबले गरेको कार्यक्रम होस्, अब विभिन्न मेला महोत्सव, मैले खरेन्टार महोत्सवमा, हाम्रै दमौली महोत्सवमा, डुम्रे महोत्सवमा, विभिन्न मेला महोत्सवहरूमा पनि सम्झिदिनुहुन्छ कहिलेकाहीँ। अनि मैले चाहिँ ठाडो भाकाको टिम लगाएर ल है ठाडो भाकाको पनि यस्तो चाहिँ हजुरले गर्नुपर्छ, जस्तै यहाँ आदिवासी जनजातिको कार्यक्रम यहीँ दमौली यहाँ गुरुङहरूको यो मगरहरूको उसमा मेला महोत्सव लाग्दा पनि यो माया सङ्क्रान्ति मेलाहरूमा यस्तोहरूमा पनि धेरै बोलाउनुहुन्छ। गएको छु, मैले त भन्नै छुटाएछु। आदरणीय कृष्ण कँडेल हुनुहुन्छ, सुरुमा उहाँले चाहिँ सुरुमा चाहिँ होइन, जस मैले गाइसकेपछि लो तनहु ठाडो भाकाको साँडे छ अरे, को यो साँडे भनेको भनेर खोज्दै आउँदाखेरि ठ्याक्क मसँग भेट भएर त्यो एउटा ढिस्को सिस्को भत्काइदिन्छु भनेर त्यो जोडका तोड त्यो अहिलेसम्मकै खतरा ठाडो भाका भनेर हाल्नु भएको छ। त्यो चाहिँ एकदम राधा भण्डारीले मैले गाएको गीत हो, अहिलेसम्मकै एकदम मलाई पनि मनपर्ने गीत हो। उहाँले पनि धेरै सपोर्ट गर्नुभएको छ, इन्द्रनी पनि धेरै सपोर्ट। अब यहाँहरूको जातीय एउटा बाजा भनेकै पञ्चे बाजा भनेर चिन्छौँ,
पञ्चे बाजा छोडेर भिन्न समुदायले अँगाल्दै आएको, विशेष गरी दुरा जातिहरूले पहिलेदेखि आएको र पछिल्लो समय देशव्यापी हुँदै गएको एउटा चाहिँ ठाडो भाका कुनै आफूलाई एउटा चाहिँ सिद्ध हस्ती हुँ भनेर पछिल्लो समय परिचित गराउँदै गर्दा कस्तो अनुभूति हुन्छ तपाईँलाई? अब म यस्तो हुँ भन्नुभन्दा पनि अहिले आएर लोक संस्कृति साझा भएको हुनाले, हुन त दुरा जातिबाट आएको हो, तर अहिले समय परिवर्तनसँगै जसले पनि गाउने र जहाँ पनि गाउन मिल्ने भएको हुँदा दुरा जाति नभएर मैले गाएको चाहिँ होइन। वास्तवमा म कति सिनियर हुनुहुन्छ जस ओहो यो त मर्न लागेछ है, हामी जतिको नयाँ पुस्ताले चाहिँ गर्नुपर्छ, यसलाई धान्नुपर्छ, जगेर गर्नुपर्छ। यो लमजुङको मात्रै सम्पत्ति, गण्डकी प्रदेशको मात्रै यो प्रचलित नभइकन यसलाई चाहिँ सिङ्गो नेपालको लोक संस्कृति र विश्वव्यापी रूपमा चाहिँ यसलाई हाम्रो संस्कृतिको पहिचान गर्नुपर्छ भन्ने उद्देश्य लिएर म चाहिँ यसलाई काँध हालेको चाहिँ हो। पछिल्लो समय यो ठाडो भाकालाई अझै संरक्षण गर्नुपर्छ, युवा पुस्तामाझ पनि यो पुर्याउनुपर्छ भनेर चाहिँ यहाँको पहल कदमीहरू कस्तो कस्तो भएका छन् भनिदिनुहोस् न। कस्तो मिठो प्रश्न गर्नुभयो। यसमा चाहिँ तपाईँको पहल कस्तो छ भन्दा पनि यसलाई चाहिँ स्थानीय निकाय, स्थानीय सरकार, जस्तै वडा छ, नगर छ, प्रदेश छ, केन्द्रसम्मको सरकारहरू छन्। यसलाई चाहिँ शङ्कर पर्याले कति गर्छ भन्दा म त आज नरहन पनि सक्छु, भोलि नरहन पनि सक्छु, तैपनि गर्ने, गराउने, सिक्ने, सिकाउने चाहिँ मेरो पाटो रह्यो। तर यसलाई व्यापक रूपमा अझै बनाउनको लागि चाहिँ यसलाई राज्यले संरक्षण गरिदियो भने यो एकदम यो लोक संस्कृति हो र विश्वव्यापी रूपमा चाहिँ पुग्छ भन्ने मलाई लाग्छ। समय दिनुभयो, धन्यवाद। र जाँदा जाँदै एउटा टुक्काबाट चाहिँ बिट मार्ने हामीले यहाँलाई अनुरोध गऱ्यौँ। चुरोट खानी सलाई आज यसरी इन्टरभ्यू गरिरहँदा भोक लाग्यो मलाई, खान्छु मकै भुटेर हो भनाउरा यसो माया झाला, खान्छु मकै भुटेर। फलम खायो खैले यसरी विभिन्न मिडियाहरूले मेरो इन्टरभ्यू लिएर ठाडो भाकाको विषयमा बोलिदिनुहोस् भनेर बोल्ने मौका दिनुभयो, धन्यवाद दिन चाहन्छु मैले। पानी खानी पेला अहिले अब समय पनि सकिन लाग्यो, ढिलो भएको बेला जान्छु म त छुटेर हो भनाउरा यसो माया झाला, जान्छु म त छुटेर। हजुर धेरै धन्यवाद शङ्कर परियारज्यू। धन्यवाद शङ्कर सर। यहाँको अझै यो सिर्जनाले अझै डाँडा काँडासम्म गुन्जियोस् हामी त्यो अपेक्षा गर्छौँ। धन्यवाद। हुन्छ, हस्, धन्यवाद।